नमस्ते 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 सन्तोष अम्बुली राई युट्युब च्यानलमा तपाईँहरू सम्पूर्णलाई हार्दिक नमस्ते साथीहरू, हार्दिक नमस्ते। विशेष गरेर प्रवासमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सन्तोष अम्बुली राई युट्युब च्यानलमा धेरै धेरै हार्दिक नमस्ते गर्दै आज पनि फेरि छोटो भिडियो लिएर आउँदैछु साथीहरू। मेरो भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेरिदिनु होला, लाइक कमेन्ट सेयर गरिदिनु होला साथीहरू। र यदि सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनु होला है मित्रहरू। आज चाहिँ तपाईँहरूलाई ठ्याक्कै यो पाठा छुटाएको 5 दिन भयो। ल हेर्नुहोस् है, तपाईँहरूलाई मैले अगाडिको भिडियोमा भन्ने आएको थिएँ अब यसरी 5 दिन 6 दिनको बिचमा चाहिँ ब्रिड क्रस हुन्छ भनेर। यो ब्रिड क्रस भइसक्यो। यो चाहिँ एकदम पाखरीवासी लोकल कालो बङ्गुरको ब्रिड हो। हेर्नुहोस्, फर्मबाट लिएर आएको मैले आज बिहानै। यो प्रति गोटा चाहिँ 2000 दिनुपर्छ, प्रति गोटा माउलाई ब्रिड क्रस गरेको साथीहरू। अब टक्कसँग 3वटा माउ जान्छ। अब एउटा भइसक्यो, अब 2टा बाँकी छ होइन। 6000 चाहिँ एकदम रेडी गर्नुपर्छ साथीहरू। मैले चाहिँ यहाँ पाल्ने गरेको छुइनँ, किनभनेदेखि अब यहाँ नजिकै पर्छ। त्यो भएको कारणले पनि किन पालिराख्ने होइन, 2-4वटा माउको लागि भनेर चाहिँ मैले फर्मबाट नै ल्याएर चलाउने गर्छु। एकदम हेर्नु लम्बे एकदम ब्रिड चाहिँ यस्तो छ साथीहरू। अब यसको थुतुन भाँचिन थालेछ साथीहरू। यसको कानमा त्यो ट्याग लगाएको ट्याग चाहिँ खोलिदिनु पर्छ, दुलो देख्न सक्नुहुन्छ। अब यसरी चाहिँ टक्क ब्रिड क्रस भइरहेको छ साथीहरू। विशेष गरेर यो मैले पाल्दै गरेका माउहरू चाहिँ भनेको एकदम उन्नत जातको साथीहरू। जब पाठा क्लियरली छुटाइसकेपछि यसरी 5 देखि 7 दिनभित्र चाहिँ ब्रिड क्रस भइहाल्छ। महिनौ 22 दिन कुर्नुपर्ने अवस्था हुँदैन। एकदम छिटो छिटो 15 महिनामा चाहिँ 3 चोटि मजाले पाठा उत्पादन हुन्छ। अब ठ्याक्कै चैतको लगभग यिनीहरू भनेको आज 16 गते होला भनेपछि 114 दिनमा चाहिँ पाठा दिन्छ होइन। चैतको 10-12 गतेतिर ब्याउँछ होला, मैले हिसाब गरेको छु होइन। एकदम सिजनमा ठ्याक्कै चैतमा ब्याइसकेपछि फेरि भदौमा पाठा दिने बनाउनुपर्छ साथीहरू। यसरी चाहिँ विशेष गरेर चाहिँ अब कति साथीहरूले चाहिँ अब थाहा पाउनुहुन्न। अब ब्रिड क्रस पोथीहरूले चाहिँ पोथी बङ्गुरहरूको सिम्टम्स चाहिँ कस्तो हुन्छ होइन, भाले खोज्दाखेरि अब त्यस्ता सामान्य नलेजहरू हुनुपर्छ। व्यावसायिक हिसाबले गरिसकेपछि तपाईँको पाठापाठी छुटाइसकेपछि तपाईँको महिनौँ दिन ब्रिड क्रस भएर भने त तपाईँले त भनेको एकदम थारो माउ पालिराख्नुपर्ने हुन्छ। तपाईँको चारो खर्च भइरहेको हुन्छ होइन। मेरो चाहिँ एकदम यो खाली नै बस्दैन साथीहरू। अब तपाईँको लगभग पाठा छुटाएको 5 दिन भयो। अब 5 दिनदेखि 7 दिनभित्र ब्रिड क्रस हुन्छ भने ठ्याक्कै 3 महिना 3 हप्तामा ब्याउँछ। ब्याइसकेपछि फेरि 45-50 दिन पाठासँग हुन्छ तपाईँको। अब यो चोटि चैतमा ब्याउँछ भनेपछि ठ्याक्कै 45 दिनमा म पाठा छुट्याउँछु, फेरि भदौमा ब्याउनु हुन्छ। यो बाजी चाहिँ अलिकति मैले 2 महिना राखेँ पाठापाठी, किन भन्दा चिसो सिजन भएको कारणले साथीहरू। त्यस्ता सामान्य टेक्निकल कुराहरू होइन, सिजन अनुसार चिसो छ भने पाठापाठीलाई अलिकति माउसँगै राखेर चाहिँ तन्दुरुस्त बनाउने होइन, चारो मजाले खाने भइसकेपछि मात्रै छुटाउनुपर्छ। अब यस्तो छ, यो खाली बस्दैन। यो अब यो दोस्रो माउ हो, यो पनि जानेवालामा छ। अब यस्तो छ ब्रिडलाई चाहिँ भनेको अब यसरी रेगुलरली 2-3वटा माउलाई क्रस गर्ने हुँदा चाहिँ तपाईँको लोकल अन्डाहरू चाहिँ खुवाउनुपर्छ है। डाइट चाहिँ यसलाई दिनुपर्छ। अनि दाना भनेको एकदम राम्रो दाना चोकरहरू मजाले अगाउँदै दिनुपर्ने हुन्छ होइन। तपाईँको बङ्गुरको खास बङ्गुरको उमा चाहिँ के छ भन्दाखेरि ब्रिड जति धेर क्रस गर्नुहुन्छ होइन त्यति बढी पाठापाठी पाउँछ क्या। तपाईँको एक सर्टमा भनेको 4-5वटा पाउँछ भने 2 सर्टमा 7 देखि 10वटा पाठा पाउँछ लगभग। तपाईँको माउ एकदम राम्रो छ, दाना पानी मजाले गर्नुहुन्छ भनेदेखि। र थुनको पनि कुरा हुन्छ, कतिवटा थुन छ, यो सबै 14 थुने हो होइन। यिनीहरूले लगभग 11-12वटा पाठा सक्सेस गराउँछ। त्यो भएको कारणले ती 3 सर्ट लगाउँदाखेरि 10 देखि 12-13वटासम्म पाठापाठी पाउँछ। र अब मेरो चाहिँ के छ भनेदेखि अब यो 3टा माउहरू भनेको
एक दिन ब्याउने अथवा एक दिन अघि पछि ब्याउने हुन्छ र पाठा धेरै पाठापाठी पायो भने थोरै पाठापाठी छ भने त्यसमा चाहिँ सट्टापट्टा गरिदिने हो, स्वाप गरिदिने हो पाठापाठीलाई। जुनको थोर छ त्यसमा पाठा सारिदिने हो साथीहरू। अनि त्यो पनि के छ भन्दाखेरि यो बङ्गुरहरूले चाहिँ अर्कोको एकले अर्काको पाठापाठीलाई टोक्दैन, मजाले दुध दिन्छ, ओथार्छ, मजाले स्याहार गर्छ है। त्यस्तो खालको ब्रिड हो यो साथीहरू। अन्य ब्रिडहरू त्यस्तो हुँदैन, अर्काको पाठा चिनिहाल्ने होइन, त्यो गन्दावटा नै थाहा पाउने पनि हुन्छ होइन। यो चाहिँ भनेको वास्तै हुँदैन, एकै ठाउँ बसिरहेछन्, टोकाटोक पनि गर्दैन, जुत्दैनन् होइन माउहरू। एकदम यिनीहरूको विशेषता भनेको यो छ साथीहरू। मजाले ब्रिड क्रस गरिरहेको छु। अब भोलिसम्ममा यो 3वटा माउ लागिसक्छ, एउटा लागिसक्यो, यो यता फर्किरहेको माउ ब्रिड क्रस भइसक्यो। अब यो दुईवटा, यो र त्यो पल्लो उताको माउ बाँकी छ। माउहरू एकदम पातलो देख्नुहुन्छ। अब यो माउहरू अझै बढ्छ 2 बेतसम्म। एकदम यो दोस्रो भयो, अब तेस्रो ब्रिड क्रस हुँदैछ। मजाले अब ब्रिड क्रस भइसकेपछि यिनीहरू मजाले मोटाउँछन्, बढ्छन् होइन। यसलाई जुका लुतोको मैले इन्जेक्सनहरू हानिसकेँ अस्ति पाठा छुटाएकै दिन साथीहरू। मैले त्यो चाहिँ तपाईँहरूलाई देखाइनँ होइन। पाठा छुटाइसकेपछि जुका लुतो छाला रोगहरूको इन्जेक्सन चाहिँ सट्ट हानिदिनुपर्छ साथीहरू, पाठा छुटाएकै दिन। स्ट्यान्ड बाई दबाई ल्याउने, पाठा छुटाउने, माउहरूलाई सुई हान्ने, अनि सर्लक्कै माउहरू फेरि 5 महिना 6 महिनाको लागि, लगभग 5.5 महिनाको लागि पाठा के अरे माउहरूलाई इन्जेक्सन हानिराख्नुपर्ने अवस्था हुँदैन है साथीहरू। र मैले भन्ने गरेको छु, तपाईँको 4-5वटा माउ पाल्नुभयो भने तपाईँले पाठापाठी बेच्न पनि हुन्छ र कटिङको लागि बङ्गुरहरू पनि मजाले हाल्न सक्नुहुन्छ। यस्तो छ। अब त्यो उता छेउको माउ त्यो चाहिँ अर्कै ब्रिड हो, एकदम राम्रो खालको ब्रिड क्रस गरेर ल्याएको छु साथीहरू। यो कस्तो आउँछ होइन, जाडोको सिजन छ, पाठापाठीलाई चाहिँ यति स्याहार सुसार गरेर ल्याएको छु। ल साथीहरू यस्तै छ है। तपाईँहरूलाई चाहिँ मैले अप टु डेट तपाईँहरूलाई चाहिँ मैले भिडियो गरेर जानकारी गराइरहेको छु। तपाईँहरूलाई कस्तो लाग्छ मेरो भिडियो, लाइक कमेन्ट सेयर गर्नुहोला साथीहरू। सम्भवतः मैले सबै साथीहरूको कमेन्टमा रिप्लाई गर्ने गर्छु, हेर्नुहोला साथीहरू। र यतातिरै अब यही माउहरूको बच्चाहरू हुन्। पहिलो बेतको यो कटिङको बङ्गुरहरू देख्न सक्नुहुन्छ है। अब यो बेच्ने बेला भइसकेको छ, तर अलिकति यहाँ चाहिँ यो इस्कुसहरू प्रशस्त भएको कारणले, यो इस्कुसका लहराहरू, इस्कुसका फलहरू, चारोहरू प्रशस्त भएको कारणले चाहिँ यिनीहरूलाई मैले अझै केही महिना राख्छु। आज खोर पनि सफा गर्न पाइएन, अब एकछिनमा सफा गर्ने हो, एकदम चिसो छ। ल हेर्नुहोस्, यसरी मजाले काठ बिछाइदिएपछि यसरी आनन्द सुत्छन्। ल हेर्नुहोस्, मस्त बिन्दास साथीहरू। यो चाहिँ पहिलो बेतको पाठापाठी एकदम मजाले आइरहेको अवस्था छ साथीहरू। यसरी चाहिँ तपाईँहरूले खोर बनाउँदाखेरि यसरी एकातिर यसरी टाँट हालिदिनुहोस्, अनि अर्कोतिर चाहिँ यसरी बङ्गुरले मलमूत्र यसरी गर्नेतिर चाहिँ भनेको खुल्लै छोडिदिनुहोस्, पानी हाल्ने पखाल्ने सजिलो हुन्छ। अब यसमा चाहिँ भनेको त्यहाँको एउटा माउ राख्नुपर्ने हुन्छ होइन। केही समयको लागि चाहिँ मैले यो कटिङको बङ्गुरहरू हालेको छु। यहाँ चाहिँ अलिकति कन्जस्टेड भएर ठाउँ साँघुरो भएर, अनि यसरी चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ है साथीहरू। बङ्गुर चाहिँ एकदम भव्यसँग आइरहेको छ है।
ठ्याक्कै तपाईँको ब्रिड क्रस भनेको चाहिँ जब भाले खोज्ने सिम्टम्स आउँछ माउमा होइन, अलिकति खोरमा घुमिराख्ने यताउता होइन, वालतिर टोकिराख्ने, एक अर्कामाथि चाहिँ चढ्ने होइन, अनि कराइराख्ने, कान ठाडो पारेर बस्ने हुन्छ। ठ्याक्कै तपाईँको चाहिँ के छ भन्दाखेरि त्यो सिम्टम्स सुरु भएको 3 देखि 4 दिनभित्र चाहिँ ब्रिड क्रस गरिसक्नुपर्छ। सुरु गरेकै दिन पनि हुँदैन, दोस्रो दिन पनि हुँदैन, तेस्रो दिनदेखि उता हुन्छ है साथीहरू। ठ्याक्कै 4 दिन कटेपछि फेरि हुँदैन साथीहरू। 4 दिनभित्र चाहिँ तपाईँले ब्रिड क्रस गरिसक्नुपर्छ है, त्यस्तो हुन्छ साथीहरू। अब यो भोलि मात्रै हुन्छ, आज हुँदैन, यो भोलि हुन्छ, त्यो अर्को भरे बेलुकासम्ममा हुन्छ साथीहरू, त्यस्तो छ। ओइ केटा हो, मस्त सुतिरहेको छ। र आज विशेष गरेर तपाईँहरूलाई चाहिँ ब्रिडको बारेमा मैले भने होइन, एकदम खोरहरू सिम्पल, हेर्दाखेरि एकदम सामान्य छ। उत्पादन चाहिँ मेरोमा राम्रै हुन्छ है साथीहरू। फेरि सिम्पल कारोबार राम्रै हुन्छ वार्षिक हिसाबमा। यता त्यही अहिले ब्रिड क्रस भइरहेका माउका पाठापाठीहरू चाहिँ यी यता ठ्याक्कै 5 दिन भयो मैले छुटाएको। एकदम चिसो छ साथीहरू, एकदम चिसो मौसममा पाठापाठीहरू अलिकति जिक्रुक्क परेर बस्ने हुन्छ, जाडो मान्छन् होइन। तर अब बिस्तारै यिनीहरूले पिकअप लिन्छ, बिस्तारै बढ्छ। मजाले चारोहरू खाइरहेछ, ल हेर्न सक्नुहुन्छ साथीहरू। यसरी बेरा हालेको छु, सानो ठाउँ बनाएर झुसझास हालिदिएको छु, त्यहाँ गएर बस्छन्। अहिलेसम्म घाम यहाँ आइपुगेको छैन साथीहरू, यतातिर आइपुग्यो होइन। अलिकति यो कुनामा पर्छ कि खोर, त्यो भएर तपाईँहरूले व्यवसाय गर्दै हुनुहुन्छ भनेदेखि बिहानै घामले भेट्ने ठाउँमा बिहानदेखि बेलुकासम्म घामले भेट्ने पारिलो ठाउँ हुनुपर्छ है साथीहरू। अब मेरो चाहिँ यो अलिकति यता जग्गाहरू छ र यहाँ मैले चाहिँ जग्गाभन्दा माथि बनाएर यहाँको मलमूत्रहरू चाहिँ बारीतिर जाओस् र बारीमा चाहिँ सागसब्जी विभिन्न खालका होइन चिजहरू मजाले लगाउन सकिन्छ भनेर चाहिँ मैले गरेको। तोरी फुलिरहेको अवस्था छ। अब यहाँ आलु रोप्नलाई चाहिँ यहाँ काँक्रा चुचेहरू थियो, हिजो जोत्न लागियो साथीहरू। ट्याक्कै यस्तो छ। अब यहाँ आलु रोप्नुपर्छ 2-4 दिनपछि। यसरी तोरीहरू उता पनि देख्न सक्नुहुन्छ। र यसरी चाहिँ तपाईँको मलमूत्र चाहिँ सर्र बगेर जान्छ क्या साथीहरू। अनि मजाले खेतबारी पनि एकदम राम्रो हुन्छ है साथीहरू। विशेष गरेर बङ्गुर फार्म व्यवसाय गर्दै हुनुहुन्छ भनेदेखि तपाईँको जग्गा जमिनलाई पनि एकदम राम्रोसँग यसका मलमूत्र जाने बगेर त्यहाँ गएर चाहिँ खेतबारीमा चाहिँ एकदम खेतबारी चाहिँ एकदम मलिलो हुने तरिकाले गर्नु होला। यहाँ पनि छ लोकल साथीहरू, यो चाहिँ बाहिरबाट बजारबाट किनेर ल्याएको, यो वीरगन्जको लागि ल्याएको पाठाहरू। यो चाहिँ पठाउनलाई अयोग्य भएर राखेको, तर मजाले आइसक्यो। खासै ठुलो चाहिँ हुँदैन, यो 50-60 किलो हुन्छ। यस्तो छ यो पाठा र यो पाठाहरू टोटल्ली फरक। यिनीहरूको लुक्स वाइज होइन, यिनीहरूको बडी फिगरहरू अग्ला लामा हुन्छ साथीहरू। एउटा चाहिँ फुच्चे छ हेर्नु नि। अब यो चाहिँ तपाईँको दसैँभित्र उत्पादन भएका पाठापाठी र दसैँभित्र पनि पानी पर्यो, त्यहाँदेखि पछि पनि पानी पर्यो। पानीले गर्दाखेरि पाठापाठीहरू चाहिँ अलिकति खज बजियो साथीहरू। तर अब चैत फागनदेखि उता भदौसम्मको पाठापाठी भनेको चाहिँ एकदम खतरा हुन्छ साथीहरू। तातो सिजन हुन्छ, एकदम खतरा हुन्छ। यिनीहरू पनि खतरा हुन्छ, हेर्दै गर्नु होला होइन। 1 महिनापछि पाठाहरू अर्कै हुन्छ साथीहरू। ल साथीहरू, मेरो भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेरिदिनु होला। यदि सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनु होला साथीहरू है। तपाईँहरूको साथ सपोर्टले मेरो सन्तोष अम्बुली राई युट्युब च्यानल धेरै अगाडि बढ्न सक्छ साथीहरू। र विशेष गरेर मैले आफ्नो
व्यवसायको भिडियोहरू, आफूले गरेका अनुभवहरू, आफूले कसरी गर्छु त्यही मेरो आफ्नो घराइसी तौतरिका अनुभवहरूलाई चाहिँ विभिन्न ठाउँमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई चाहिँ मैले जानकारी गराउने गर्दछु। धेरैभन्दा धेरै सपोर्ट गरिदिनु होला मेरो युट्युब च्यानललाई। हस् त साथीहरू, आजलाई यति नै है। फेरि अर्को भिडियोमा भेटघाट गरौँला है साथीहरू। हस् त, तपाईँहरूको दिन शुभ रहोस्।